कटारमा काटेको साथीहरू एभ्रिवान नमस्ते सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा सबैजनालाई। म चाहिँ बिहानै घाँस काट्न यहाँ बारीमा आइसकेको छु साथीहरू। हामी चाहिँ खाजा खाएर दिदी बहिनी बाजेले घाँस काट्न आएको छौँ नि त। अनि हाम्रो चाहिँ एकछिनदेखि स्कुल हुन्छ अनि त्यही भएर हामी चाहिँ बिहानै आइपुग्नुहुन्छ। अनि त्यही भन्दै आजको न्यू डे न्यू ब्लगको सुरुवात भइसकेको छ साथीहरू। सो हाम्रो बाजे पनि यहाँ घाँस काट्न आउनु भएको छ कि जाड बोकेर आउनु भएछ क्या सँगसँगै। यहाँनिर चाहिँ आँप ल्याउनु भएको रहेछ नि त बाबुले। अनि त्यहाँबाट यहाँनिर अब आँप खानु पर्यो भने आँप काटेको साथीहरू। सो अब हामी चाहिँ घर चाहिँ हिँडेको नि त घाँस बोकेर महिनामा चाहिँ। यता बाटो चाहिँ एकदम ठाडो कालो छ त। हिँडेको रेडी भएर मेरो बिहानको क्लास पनि छ नि त। यहाँ चाहिँ बाजेको घर हो नि त। यहाँनिर चाहिँ पुरा आज चाहिँ कुहिरो पनि लागिरहेको छ भक्कै। आज भान्नुपर्छ र पुरा हालत बिग्रिरहेको छ क्या मौसमको। अनि त्यही भएर म चाहिँ स्कुलतिर हिँडेको। सो म चाहिँ स्कुलबाट आइसकेको साथीहरू। अनि आउने बित्तिकै मैले चाहिँ यहाँ खाजा बनाएँ नि त चटपटे। अनि डिउ खाजाहरू बनाउँदैछु नि त। यहाँनिर भात फुट्न लागेको। अनि म चाहिँ खाजाहरू बनाएर होमवर्कहरू गर्नुपर्ने हुन्छ साथीहरू। त्यही त हो काम पनि केही छैन अरू त। खाजाहरू खाएर घाँस काट्न जङ्गलतिर आएको छु म चाहिँ। हामीले चाहिँ घाँस काट्नुपर्ने ठाउँहरू चाहिँ यतैतिर हो यस्तो छ। अलैँची बारीतिर आएर काट्नुपर्ने हुन्छ। अनि त्यहाँबाट भुस्नाहरू टोकेर मलाई त हैरान गरिसकेको छ। यो कामतिर